एक पटकको कुरा हो, गहना वनको छेउमा बसेको एक दयालु मानिस हुन्थ्यो। उसले बिहान बेलुका जंगलमा घाँस दाउरा खोज्दै जान्थ्यो। एक दिन उसले रुखको टुप्पोमा बसेको एउटा सानो बाँदरलाई रोइरहेको देख्यो। मानिसले बुझ्न प्रयास गर्यो र थाहा पायो कि बाँदरको खुट्टा हाँगाबीच परेर अड्किएको रहेछ। दयालु मानिसले बिस्तारै रुखमा चढेर बाँदरलाई छुट्टायो। बाँदर डरले थर्कामिरहेको थियो, तर मानिसले माया गर्दै हातमा उठायो र तल झार्यो। बाँदरले मानिसको दयालुता महसुस गर्यो र खुसीले चिच्चायो। त्यस दिनदेखि बाँदर मानिसलाई जहाँ भेटे पनि मुस्कुराइदिन्थ्यो। एक दिन मानिस जंगलमा काम गरिरहेको बेला अचानक ठूलो चट्टान माथिबाट खस्ने भयो। मानिसले थाहा पाएन, तर बाँदरले देख्यो। उसले चिच्याउँदै मानिसतिर दौडियो र उसको हात तानेर छेउमा धकेल्यो। केही क्षणमै ठूलो ढुङ्गा मानिस उभिएको ठाउँमै बजारियो। मानिस एकछिन अचम्म भयो। बाँच्न खोज्ने शक्ति बाँदरबाट आएको थियो। मानिसले बाँदरलाई काखमा लिएर धन्यवाद दियो। त्यस दिनदेखि उनीहरूबीच राम्रो मित्रता भयो। मानिसले बाँदरलाई फलफूल ल्याइदिन्थ्यो र बाँदरले मानिसलाई खतरा देख्दा सधैँ चेतावनी दिन्थ्यो।